प्रधान न्यायाधीश पद रिक्त छ, संवैधानिक परिषदमा रिक्तता छ, कुनै बेला 3-3 को स्थिति भयो भने के गर्नुहुन्छ संवैधानिक परिषदमा? त्यो बाधा अडचन फुकाउनु पर्छ कि पर्दैन? संवैधानिक परिषदको रिक्तता, संवैधानिक निकायहरूको नियुक्तिमा रहेको रिक्तता हटाउनु पर्छ कि पर्दैन? अनि यसका लागि तपाईले पर्खिरहने हो 3 महिना 6 महिना? त्यसकारण कहिलेकाहीँ फास्ट ट्र्याकका लागि सरकारले कानुन सम्मत निर्णय लिँदा यति धेरै आलोचना हुनुपर्छ जस्तो मलाई लाग्दैन। अहित राष्ट्र सिद्धाउनका निमित्त, देश बेच्नका निमित्त ल्यायौँ अध्यादेश भनेर त कसले भन्छ र? विगतमा पनि ल्याउनेहरूले ठिकै उद्देश्यले ल्याए ठिकै उद्देश्यले ल्याए विगतमा भनेको भने तर त्यसको विरोध भयो, सबैको विरोध भयो नि त होइन? संसद हुँदा हुँदै तपाईको सार्वभौम संस्था संसद छ, सर्वोच्च जनप्रतिनिधिको सर्वोच्च संस्था संसद हुँदा हुँदै किन चोर बाटोबाट आएको, ढोका खुलै छ किन भित्ता फुटाएर चाहिँ भित्र पसेको भन्ने हो नि त यहाँ। अनि त्यसले पछि ढोकाबाट प्रवेश त हुनै पर्छ त फेरि अध्यादेश कानुनमा परिणत हुनका लागि त पहिला पनि त्यही फेरि संसदबाट अनुमोदित हुनै पर्छ त। तपाईहरुको पार्टी सभापतिले पनि अध्यादेशको विरोध गर्नु मैले पनि गरेको तर मैले अघि भने नि होइन कन्टेन्ट अशुद्ध हुँदा, नियत अशुद्ध हुँदाखेरि बेठिक तपाईले हामीलाई मेन्डेट दिएको हो कि होइन यो देशमा मेरिटोक्रेसीको आधारमा नभइकन नातावाद, कृपावाद, भाइ भतिजावादको नेताहरूको चाकरी चाप्लुसीको आधारमा महावीर पुनले भने जस्तै त्यसरी गरिएका राजनीतिक नियुक्तिहरू खारेज हुनुपर्छ भन्ने तपाईले आम नागरिकले दिएको मेन्डेट हो कि होइन हामीलाई? अब यो मेन्डेट आखिर अध्यादेश मार्फतै आए पनि यो संसदमा जानै पर्ने हो कानुनी रूपमा, होइन र? अध्यादेश पनि त संसदबाट पारित हुनै पर्छ नि। तर प्रक्रियागत रूपमा कहिलेकाहीँ अलि धेरै समय लाग्ने कुराहरू तत्कालै, किनभने हामीले त डेडलाइन सहित बाचा गरेका छौँ नि त 100 वटा कार्यसूची सरकारको सार्वजनिक गरिरहँदा। त्यसकारण ती बाचाहरू यथाशीघ्र पुरा गर्नका लागि कहिलेकाहीँ अध्यादेशको आवश्यकता पर्छ। अध्यादेश आफैमा गलत होइन, सुन्नुहोस्, अध्यादेश भन्ने चिज आफैमा गलत होइन। सधैँ नेपाली राजनीतिको इतिहासमा प्राय अध्यादेशको दुरुपयोग गरियो। हामीले अहिले ल्याएका अध्यादेश यद्यपि प्रमाणीकरण नभएको हुनाले मैले पनि पर्याप्त अध्ययन गर्न बाँकी छ र धेरै कुरा सार्वजनिक गर्न पनि मिल्दैन, प्रमाणीकरण हुन बाँकी नै छ मेरो जानकारीमा आएसम्म। हामीले ल्याएको अध्यादेश कुनै दल फुटाउनका लागि त होइन, कसैमाथि अन्याय गर्नका लागि, मुद्दा फिर्ता नै लिन नपाइने व्यवस्था गर्नका लागि त ल्याउन लागेको होइन अध्यादेश। त्यसकारणले राष्ट्रहितमा कहिलेकाहीँ राज्यले शीघ्र निर्णय प्रक्रिया अपनाउनु पर्ने हुन्छ। यसमा त्यति धेरै आतिनुपर्ने तातिनुपर्ने केही छ जस्तो मलाई लाग्दैन। संसद बोलाइयो, संसदलाई अधिवेशन आह्वान गर्ने स्थगित गरियो, त्यो बीचमा अध्यादेश नीतिमाथि प्रश्न हो के? होइन, नियतमाथि प्रश्न चाहिँ कति बेला तपाईँले राख्न पाउनुहुन्छ भने कन्टेन्ट र कन्टेक्स्ट हेरिनुपर्छ क्या। अध्यादेशभित्रको कन्टेन्ट हेरिसकेपछि चाहिँ राष्ट्रहित विपरीत कन्टेन्ट रहेछ, स्वार्थ सिद्धिको कन्टेन्ट रहेछ, हाम्रो कुनै व्यक्तिगत अभिष्ट पुरा गर्ने कन्टेन्ट रहेछ भने पो तपाईँले सरकारको नियतमा प्रश्न उठाउन पाउनुभयो त। कन्टेन्ट चाहिँ राष्ट्रहितमा रहेछ भने त्यसलाई झन् फास्ट ट्र्याकमा लैजानको लागि, किनभने हाम्रो संसदीय प्रक्रियामा त अझै पनि धेरै बाधा अडचनहरू छन्। जस्तो अहिले हेर्नु न, जस्तो निर्वाचन आयोग निमित्तले चलाइरहेको छ, नियत शुद्ध हुँदा राष्ट्रहितमा कहिलेकाहीँ फास्ट ट्र्याकमा जानका लागि अध्यादेश ल्याउँदाखेरि चाहिँ त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ। बानी पर्दैन, आदेश र अध्यादेशमा धेरै फरक छ सर। यति त मभन्दा तपाईँ धेरै अग्रज हुनुहुन्छ। आदेश र अध्यादेशमा धेरै फरक छ। फिर्ता गरिदिनुहोस् त्यो अध्यादेश भनेर आज 4 वटा दलले संयुक्त वक्तव्य निकालिसकेका छन्। अनि राष्ट्रपतिले एउटा अभिभावकीय, राष्ट्रपति यो देशको अभिभावकीय संस्था भएको हैसियतले राष्ट्रको हितलाई सिरोपर गरेर सम्माननीय राष्ट्रपतिज्यूले सही निर्णय लिनुहुन्छ भन्ने मलाई विश्वास छ।